Happy birthday to you. Happy birthday to you. कति वर्षको पुग्नु भयो ल 45 बेटारीको रमाइलो ल काट्न जाऊ सधैँ स्वास्थ्य रहेनु होला हैप्पी बर्थडे ठुलो बाबा यहाँ के रे खानी भोलि आफैले होला टी सर्ट जस्तो हे प्रभु भोलि आफैले खानी होला के उनीहरूले टिपट्याप चक्लेटहरू तिम्रो नाम के हो भन त एकचोटि सङ्गम्बिका हो ठुलो बासी भलक बनाउने हो के हो नि नाम तिम्रो अनि आफूले बनाएपछि मम्मीको थोरै लेख्ने हो र तिम्रो लेख्ने होला क्या नि सबै ग्रुप ल सनवालाई जन्मदिनको मुरी मुरी शुभकामना छ Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. कति वर्षको पुग्नु भयो ल 45 बेटारीको रमाइलो ल काट्न जाऊ 45 ल ह्यापी बर्थडे बाबु तु जा सानीमा जानु यता ए अँ त नि छिन् ल जाऊ तिमी म ल ए टिका लगाइदिएर खुवाउने ठुलोबालाई टिको लगाइदियो बाबु केकको टिको लगाइदियो खायो ल यता आइया ती सानो भुन्डीहरुको रङ हो क्या ल भयो ल अब यो बनायो ल त्यसै रहनु गोली लाग्छ टिका लगाइदियो हैन के पहिला हो नि म आगु चाहिन्छ पर्नु त भाइले लाइनो टिका लाउनु हुन्न यसो यो केकको यसो गरेर यसो गर्दिनु हुन्छ हामी टिका लगाइदिनु ल भाइ बहिनीहरुको रमाइलो अब बाबाको बर्थडे 45 वर्षमा मनाइ हैन त सबै रेडी हुनुहुन्छ हैन
मामा तपाईँले त केकै टिका लगाइदिनु भयो त्यो उहाँले ल्याएको टिका लाउनु हुन्न क्या आज जन्मदिनको दिन सनावाला खोकिला आज कसको र भिडियो कल गर्ने यहाँ अझ अघि बर्थडेको बेलामा भन्न हान्न पाए क्या एकजनाले ऊ त हान्ने एकजना अरूले त खेती गर्न पाए क्या लाउँछ कि लाउनु बहिनीलाई फोन दिदीलाई फोन हान्नुपर्छ नि यो बनाउँदैछु नि अब पर्दैन क्या पैसा चाहिने अब यसो मैले त यो केटारीको बाबाको बर्थडे केटारीले केक काट्ने भनेर छोरी शान्ति बहिनी पनि देखाउ त अगाडि देखाउ त शान्ति बहिनी अगाडि देखाउ त अगाडि बहिनी सरप्राइज नमस्ते सन्चै हो लु म त यहाँ बाबाको बर्थडेमा पो उपस्थित भएछु त आज त यता यहाँ सबै हुनुहुन्छ यता सानीमा यता बाहिर निस्किनु भयो हजुर अब के पर्ने थिएन होइन कि दाजुभाइले त कसले अब उहाँले लाग्यो आशीर्वाद के दिन्छ ह्यापी बर्थडे भिनाले 2 वर्ष लाग्यो अब धेरै त लाग्ने तिमीले मात्रै त हुने शान्ति बहिनी लगाइदिने हौ म लगाइदिन्छु ए हजुर लगाइदिन्छ नि हजुर ल लगाइदिनु सधैँ माया ममता गरिरहनु होला हजुर सधैँ स्वस्थ रहनु होला म त एकदम भाइ भतिजालाई माया गर्ने मै पहिलो खुसी जस्तो लाग्छ हो कि होइन र बाबुसित कति मजाले कुरा गरियो अस्ति है बाबुसँग आउनु आमाले हेर्नु सक्ने खाइराखि चाहिँ पछि त्यो कपडा पैसा नि
बाबालाई लगाइदिँदैछन् बहिनीले यो के र खानन् के हो हो र पर्छ ल आउ छोरी म लगाइदिन्छु आशीर्वाद देऊ ह्याप्पी हेल्दी रहनु निकालिदिन्छन् क्या एकचोटि म रिसाएको आमा बिरामी भएर छोरा छोरीसँग हस्पिटलमा आमा ए बाबालाई तिमीले गिफ्टै ल्याइछन् नि ल हेर ए ह्याप्पी बर्थडे मात्र हो नि अरू पनि भन्नु न जान्नुपर्छ ल भयो ल थ्याङ्क यू छोरी नमस्ते सनबा आऊ यता आऊ टिका लाउनु पर्छ छोरी यता आऊ के जाऊ टिका लाउनु टिकालाई नि लगाइदिनु के छोरीलाई आऊ पहिला छोरीलाई ल काकी छोरी बिहानी छिनी गुनी छिनी डाक्टर पाइरहनु पर्नेको भाइ पार्टी छोरी अनि हुनुहुन्छ राम्रोसँग पढ शान्ति पनि राम्रो लेख्छिन् भनेको मान्छे यता शान्ति बहिनी चाहिँ हेर्दैछन् बाबाको तिम्रो भिडियो बनिरहेछ यहाँ बाबालाई के आशीर्वाद दिन चाहन्छौ बाबालाई के भन्न चाहन्छौ तिमी जोइन साहब कस्तो हुनुहुन्छ सञ्चार हुन्छ जोइन यो गिफ्ट अहिले हेर्ने है के ल्याछन् बच्चा बच्चीले एउटै हो ल थ्याङ्क यू ल मया ल आऊ अब तिमीलाई टिका लगाइदिन्छु अनि कता गयो माइली छोरी र शिखा यहाँ आऊ क्या यता हाम्रो सेती नि छ नि सेतीले चाहिँ डुलिरहेका छन् यसलाई त झन् मैले कति ल्याएँ यता मामा हुनुहुन्छ जाडो भएर गलवानी चट्ट हेरेर ल आइहाल्छ म चाहिँ यता छु ल छोरी ल थ्याङ्क यू छोरी अनि आरामै छौ के होइन बिहान फोन हान्ने नि टाइम फुर्सद नहुने पानी पर्ने उता अरू कामले बिजी भइन्छ त्यस्तै छ अब मोबाइल चार्जमा राख्नु त्यहाँनि अनि बाबु तिमी सधैँ छौ के अरे हो पढ्दै थियो पढेर कति टाइम भयो अहिले 6 बजे कि 5 बजे हजुर ल यहाँ ग्रुप फोटो हानेर पठाइदिन्छु ल बहिनी ल ल अब यता आइया भुट्यो ल अहिले ल कस्तो उहाँले धेरै ज्ञानी हुने भनेको मान्ने राम्रो पढेर यी नेपालमा जागिर खाने यिनीहरूको पाला त अब विदेश जाने भन्ने होइन अब नेपालमा नेपालको जागिर खाने यहीँको चाहिने डाक्टर बन्ने राम्रो पढ्ने इन्जिनियर बन्ने ल फुल्ने ला कानमा लाउँछौ ओहो फुल्ला बाबु फोटो खिचिया त यी दुईजनाको खिच्दैछु ल यहाँ पाखा दुई भाइ यता दुईटा जोडी
हो यहाँ बसेर यहाँ बस्नु तपाईँ यहाँ सबै ग्रुप फोटो खिच्ने ल ग्रुपको फोटो ल तपाईँ मैले यस्तो बर्थडेमा ए ह्याप्पी बर्थडे ठुलो बाबा यहाँ के चक्लेट ल्याइदिएका ए अनि पेन्सिलहरू ल्याइदिएका खानी भोलि आफैले होला नि यिनको गिफ्ट अरे अब यो यिनको गिफ्ट हेर मै त यिनको गिफ्ट मामा बसेको बाबा खिचेको फोटो दे सुषमा आउँछ मामालाई दिए मामाले ल्याइराउ नि त फोटो खिच्नु भयो ल मामा गर मेरो नानीको गिफ्ट हेर्नै पर्ने भिडियोमै नानीको अनि यहाँ आउँदा तिमी के गिफ्ट दिइरहेछौ टी सर्ट जस्तो हे प्रभु भोलि आफैले खानेहरू नि के उनीहरूले किताब चक्लेटहरू हुन्छ भने चम्चा ल्याऊ कि बाबु एउटा चम्चा खोजेर ल्याऊ ल सनावाको बर्थडे सक्यो 45 टेक्नु भएन त नानीहरूले के खाने त नि खै केरा खानु कि स्याउ खानु स्याउ खानु तिम्रो नाम के हो शिखा कुनी छोरी नि त नि होइन मतलब कुनी जेठी छोरी हो नि भाइ पनि हिरो रहेछन् नि सनावाको बर्थडेमा कहिले सामेल भएको थिएन जस आज हुन पाएँ आज सनावाको जन्मदिनमा भेट्न देखाएर रहेछ ल खुसी लाग्यो के भन्यो रे तिमीले यो कपी पेन के को लागि के सोचेर बाबालाई गिफ्ट दिएको ल भन त के को लेख्नलाई स्कुलको हाम्रो फी सी यताउति खर्च के भयो कसो भयो होइन जाने अनि केटाहरूले ल हुन्छ हामी त खाना नि उतो बनाइदियो अब बोक्रा त पितो हुने रहेछ बाई बाई सनावालाई वन्स मोर जन्मदिनको धेरै धेरै शुभकामना तिम्रो नाम के हो भन त एकचोटि सङ्गम्बिका हो ठुलो बासी भलक बनाउने हो हो के हो नि नाम तिम्रो अनि आफूले बनाएपछि मम्मीको थोरै लेख्ने हो र तिम्रो लेख्ने होला क्या नि 16 वर्ष नगटेछ 18 वर्ष नगटेछ के हो तिम्रो नाम सङ्गम्बिका राखेको छ भलकको नाम हो मेरो त 2 करोड ओ माई गड भन त 2000 जाऊ हेर है भोलि तिमी यो भलकमा आउँछौ केरेजी सागर भलक ल भर्खरै सर्च गरेर ल मामा ल मामा
र मामालाई पनि बर्थडेमा उपस्थित हुन मामाले आज सनाको बर्थडेमा टक्क जुराइदिनु भयो भनौँ न होइन र ट्याक्क चाहिँ खैरेनी टारबाट टक्क चाहिँ दौडेर भाग्दै आउनुभयो पानीमा बाइकमा अनि हो नानी सागर भज्जो र सनाको बर्थडेको लागि के भन्न चाहनुहुन्छ तपाईँ भाइ र अब भिनाजु अब 40 वर्ष पुगेर 45 को टेक्नुभयो हजुर अब धेरै अब शुभकामना छ भिनाजुलाई बर्थडेको हजुर अब आफ्नो स्वास्थ्य यताउता राम्रो होस् हजुर है। खाना अब छोड्नु खाना सबै इष्टमित्रले चाहिँ नि भोलिपूर्ण सम्पूर्ण हुनुहुन्छ है। हजुर अझै पनि सम्पूर्ण परमेश्वर पिताले चाहिँ अब राम्रै गर्नुभएको छ सबैलाई। हजुर भगवान्ले अब सबैले रक्षा गरून् यही नै शुभकामना छ भन्न चाहन्छु। ल ल बाई बाई सबैलाई आजको भलक यहीँ